आज बौद्ध आएको छ बौद्ध स्तूप बोला है ना भिडियो बनाउनु अगाडि हेलो हामी चाहिँ आज नान्दाएर म चाहिँ बौद्ध स्तूपतिर छौँ है यतातिर बौद्ध स्तूप के छ कस्तो लागिरहेको तपाईँलाई बम्बाल छ यार है धेरै समयपछि आयो धेरै समयपछि भेटेको तिमीसँग पनि अनि बौद्ध नआएको पनि म पनि भयो होला 3-4 वर्ष 3-4 वर्ष म झन् काठमाडौँदेखि आएकै थिइनँ कस्तो लाग्यो एकदम दामी खुसी लाग्यो रमाइलो लाग्यो यस्तो रहेछ है आएकै थिएनौँ काठमाडौँ धेरै वर्ष बस्दा पनि यहाँ आउनेसम्म चाहिँ कहिले पनि टाइम मिलेन क्या यस्तो दामी रहेछ
पनि उ गर है मलाई देखाउनु त म भिडियो हान्दैछु क्या एकछिन है हेलो मेरो भाइ रवि के छ खबर ठिक छ मजा आइरहेको एकदम मजा रमाइलो लागिरहेको छ नि नेपाल एकदम रमाइलो यार 4 वर्षपछिको घुमघाम काठमाडौँ यति राम्रो हो है दिपावलीले गर्दाखेरि हामी दाजुभाइको भेट पनि 4 वर्ष पछाडि नै भयो एकदम रमाइलो भइरहेको छ बाइक चाहिँ हेलो हाई मैले रस्ता त बोलेको सुनेकै हो यार सुन्दैन यसबाट भिडियो त्यो साउन्डहरू चाहिँ सबै काटा है म त सब सुनेर मात्र काट्छु नि त पुरै काटाकै ल भनेको हाम्रो बस पार्क हो र नि बस पार्क लज मल बिजली
noche.